नमस्कार सम्पूर्णमा र म चाहिँ तपाईँहरूको साथी ग्याल्बु शेर्पा। तपाईँलाई आज म यो ब्लगमा स्वागत गर्न चाहन्छु। र आज चाहिँ म 2 महिनापछि फेरि साथीहरूसँग भेट्न हाइफा गइरहेको छु। र मेरो यो यात्रा आजदेखिको भोलिसम्मको हुनेछ र 36 आवरको यस यात्रामा हाम्रो भइरहेको रमाइलो क्रमलाई तपाईँलाई देखाउनेछु। र म चाहिँ अहिले फिलहाल 11 नम्बरको बस पर्खिरहेको छु। 11 नम्बर भन्दा चाहिँ खुट्टाले हिँड्नु पनि बुझिन्छ, तर म चाहिँ पक्कामै 11 नम्बर पर्खिरहेको छु। र मैले 11 नम्बरको बस पनि पाएँ र यो बसमा अलिक पर नौवटा स्टेसन पछि चाहिँ म फेरि हाइफा जाने बस लिनेछु, जो चाहिँ 910 हुनेछ। र झन् अब मेरो 5 मिनटमा चाहिँ बस आइपुग्छ। त्यहाँबाट चाहिँ म त्यो बसबाट सिधै हाइफामा जानेछु, हाइफाको होफा कार्मेल्समा जानेछु। त्यसपछि फेरि चेन्ज गर्नुपर्छ मैले, त्यहाँबाट चाहिँ फाइनली म पुग्नेछु। र अहिले म 910 बसमा पनि चढिसकेको छु। यहाँबाट तकरिबन मेरो 2 घन्टाको यात्रापछि चाहिँ अहिले म एथलिट आइपुगेको छु। र एथलिटको बादमा चाहिँ म होफा कार्मेलमा पुग्नेछु र होफा कार्मेलमा पुगेर म अब केही क्षणमा हाइफाभित्र प्रवेश गर्न आँटेको छु। र म अहिले हाइफामा प्रवेश गरिसकेँ। यसपछि चाहिँ म साथीहरूलाई भेट्नेछु। त्यसको क्रममा म तपाईँलाई अगाडि के हुन्छ देखाउने जानेछु है गाइस। अहिले चाहिँ म फाइनली अपार्टमेन्टमा आइसकेको छु र साथीलाई हेर्दैछु। मैले त्यही त भनेको अन्तखेरि मैले चाहिँ म पे गर्छु ल यो हाम्रोमा इक्वलाइजर नभएको कारणले चाहिँ अलिकति यो ठाउँमा मगमगाउँदा फुलहरू फुल्दो रहेछन् रे। हाम्रो साथी सुशीला, यहाँ चाहिँ छ कुमार केही भनिदिन चाहनुहुन्छ कि? आज चाहिँ हामी विकेन्ड निक्लेको थियौँ, एकदम खुसी लाग्यो। साथीले ब्लग बनाउँछ, सबैजना लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। सुशीलाले के भनिदिन चाहनुहुन्छ? के भन्नु चाहनुहुन्छ तपाईँले? इजरायलको हाइफा हदारबाट चाहिँ यो एउटा शब्द राख्न लागिरहेको छु। विशेष चाहिँ के हो भन्दाखेरि आज चाहिँ सेकेन्ड डे अफ हाम्रो विकेन्ड हो। हिजो फ्राइडे इभिनिङदेखि हाम्रो छुट्टी सुरु भएर चाहिँ आज स्याटरडे इभिनिङसम्म चाहिँ हाम्रो छुट्टी हो। र विशेष चाहिँ अब यो रमाइलो जग्गा छ यो हाइफा हदार स्ट्रिटमा छु म। तर यहाँबाट धेरै राम्रो अब तल समुद्रहरू दामी देख्छ। यो जुन चाहिँ चुच्चोबडे बिल्डिङ तपाईँहरूले देख्नु हुँदैछ त्यो चाहिँ हाइफा टावर बिल्डिङ हो। यो चाहिँ यहाँनिर चाहिँ मिश्र दफिद भन्छ। यहाँनिर जुन चाहिँ विदेश मन्त्रालयको काम गर्ने कतिवटा मिश्र दफिदको कामहरू यहाँबाट नै हुन्छ। भिजाहरू रेनोभेसन गर्ने हुन्थ्यो पहिला, अब अहिले चाहिँ छ छैन मलाई त्यति थाहा छैन त्यो विषयमा। रमाइलो दिन पनि रमाइलो भइरहेको छ। बेलुका एकछिन इन्जोय गऱ्यौँ। अब मर्निङको हामीले कफीहरू लियौँ। कफीहरू हामीले एउटा के अरे लिइकन अब खाजाहरू खाने बाँकी छ। एकछिन जाउँ हावा रिफ्रेस हौँ भनेर चाहिँ तल पार्कमा झरेको। यो पार्क पनि धेरै राम्रो एउटा ऐतिहासिक पार्क नै होला। यहाँनिर हाइफा रेभुलेसनको एउटा त्यहाँनिर एउटा के भन्छ समाधि पनि त्यहाँनिर रहेछ। त्यो हेर्दाखेरि चाहिँ यो पार्क पनि एउटा ऐतिहासिक पार्क छ।
अब हाइफा चाहिँ रमाइलो सिटी छ, तलतिर समुद्रहरू एकदम रमाइलो छ। यहाँनिर ठुलो पोर्ट छ, यो एउटा हाइफाको ठुलो पोर्ट हो। यहाँनिर चाहिँ अब इन्टरनेसनल सिपहरू सबै यहाँनिर आउँछ। यहाँबाट राम्रो दृश्य देखिन्छ। तपाईँहरू यहाँनिर आउनुभयो भने चाहिँ यहाँनिर हाइफाको चाहिँ यो जग्गाबाट चाहिँ अब धेरै राम्रो मनोरम दृश्यहरू देख्न सक्नुहुन्छ। एकदम रमाइलो जग्गा छ क्या अब है, एकदमै रमाइलो जग्गा छ। जग्गा चाहिँ मलाई मनपर्छ। म जहिले पनि आउँदाखेरि चाहिँ म यहाँ बस्छु। यस्तो बस्ने बेन्चहरू पनि छ ठ्याक्कै हो। अब हामीले इन्जोयहरू पनि गऱ्यौँ। अब आजको दिनभरिको अब हामीले एउटा मनोरञ्जन गर्नु छ। अब त्यहाँदेखि त फेरि बेलुका भएपछि हामी जानु छ अब आफ्नो आफ्नो काममा है। त्यसले गर्दाखेरि हामीसँग अब केही समय मात्रै छ। अब हामीसँग 6-7 घन्टा तकरिबन छ। त्यो खाजाभुजा खाँदा ओर्दा पुरिहाल्छ हो, बस्दा ओर्दा। त्यहाँदेखि हामी छुट्टिन्छौँ। हामी चाहिँ योपालि चाहिँ लास्ट विकेन्डमा निक्लेको हामी चाहिँ है, मन्थको लास्ट विकमा चाहिँ हामी छुट्टी निक्लेको। कारण एपार्टमेन्टमा थुप्रै ज्यादा हुँदाखेरि चाहिँ अन्त अब कति कोही बेला कुन चाहिँ ग्रुप, कोही बेला कुन चाहिँ ग्रुप निक्लिँदा चाहिँ योपालि चाहिँ हामी निक्लेको छौँ। र सबैजनालाई अरू के भन्नु छ भने अब इजरायल एउटा राम्रो देश छ। तर यहाँनिर अब आइकन चाहिँ अब हामीले जुन चाहिँ कुरो देख्छौँ त्यसको चाहिँ ठिक विपरीत हुन्छ उता टाढोबाट नमस्कार साथीहरू। है। र आज चाहिँ सेप्टेम्बर 27 तारिकको दिन हो र सेप्टेम्बर 27 तारिक दिन चाहिँ म र मेरो साथी चाहिँ हाइफामा आएको थियो। र हाइफामा चाहिँ अब एक्चुअलमा आउनु चाहिँ हामी फ्राइडे आएको र आज चाहिँ स्याटरडे हो। र आज चाहिँ हाम्रो यो एक दिन 24 घन्टाको बिदा सकेर चाहिँ हामी आफ्नो आफ्नो काममा जान्छौँ। र यो चाहिँ हाइफाको ओमरे फ्यान स्ट्रिट टेनको माथिको पार्क हो। र यो पार्कमा चाहिँ अन्य दिनहरूमा यति साह्रो खचाखच हुन्छ। र यो महिना चाहिँ अलिक लास्ट विक भएकोले गर्दा त्यति खचाखच छैन रहेछ। र विगत के हो यो तिजको कार्यक्रममा चाहिँ यो क्रममा यति साह्रो मान्छेहरू थियो कि तिजको कार्यक्रम गर्ने। तर आज चाहिँ छैन क्या। राम्रो सिम्पल वातावरण थियो, सुन्दर भइरहेको छ। अरे कुमार, अन्त कस्तो भयो बिहान? निन्द्रा कस्तो लाग्यो? निन्द्रा त बिहान बेलुका हामी कति बजी? 12 बजी हामी सुतेको। 12 बजीतिर सुतेको है? बिहान चाहिँ 5 बजी चाहिँ निन्द्राले छोड्यो मलाई। 5 बजी है? बेलाबडी सुत्यो। हेलो बहिनीहरू, गुड मर्निङ। अन्त दिदी गुड मर्निङ। र अब चाहिँ बिहानको सुरुवात भइसकेको छ र हाम्रो मोटामोटी जाने टाइम पनि भइसक्यो। र मेरो ब्लगको मध्याहमा तपाईँहरूलाई म देखाउँदै गर्छु। र अब एकछिन गीत गायोले चाहिँ खानासाना खायोले चाहिँ हामी गरम भएर म चाहिँ त्यो गएको होइन क्या, बसिदिएको मात्र सिटमा। म चाहिँ यहाँ गरमले पसिना भएर बसिरहेको अवस्थामा छु। साथीसँग छुट्टिँदाखेरि पिर भएर चाहिँ पुरै पसिना आइरहेको छ। अब यो कतिवटा चाहिँ भरिने यो सिरुत भरेपछि चाहिँ म तपाईँलाई देखाउने छु फेरि। गाइजहरू स्टे ट्युन। र यसरी मेरो फाइनल्ली म हाइफाबाट तेलअभिभ आइसकेको छु। र मेरो यो हिजोदेखिको आज अन्त भएको यात्रा एकदमै सुखद थियो, राम्रो थियो। साथीहरूसँग भेटघाट भयो र एक आपस्तमा आदान प्रदान भयो र राम्रोसँग बित्यो फ्राइडे र स्याटरडेको छुट्टी पनि। र अब हामी नेक्स्ट छुट्टीमा आउनेछौँ र मेरो नेक्स्ट छुट्टीको ब्लगहरूमा तपाईँलाई देखाउने कोसिस गर्नेछु राम्रो कुराहरू। हुन त पनि साह्रै खासै त राम्रो त्यति हुन सकेन, तर पनि कोसिस गरिरहेको छु। र त्यही हो, म 2 घन्टा लाग्ने ठाउँमा चाहिँ 1 घन्टा छिटो आइपुगेको छु। मेरो हातमा प्रशस्तै टाइम छ। र त्यही हो साथीहरू, जिन्दगीको यात्रामा अगाडि बढिरहेको छु र कहिलेसम्म यो यात्राको क्रम अगाडि रहने हो ईश्वरको कृपाले। र मेरो चाहिँ एउटा सानो सामान किन्नु पर्ने थियो, त्यो सामान छुट्नु गएछ। अब म त्यो सामान किनेर आउँछु एकैछिन पर गएर इन्डियन सपबाट। त्यो सामान किनेपछि चाहिँ म तपाईँलाई फेरि कन्टिन्यू गर्नेछु मेरो यो ब्लगको क्रममा अगाडि बढ्नेछु। भन्नुपर्दा मेरो ब्लग पनि अब सक्ने क्रममा आइसक्यो है। धेरै लामो ब्लग भइसकिसक्यो है त साथीहरू। स्टे ट्युन हेर्दै गर्नु होला। र मैले त्यो सामान किनेर आइसकेँ र सामान किनेर म फर्किँदैछु। र त्यो छुट्टीको चर्चा जति नै गऱ्यौँ त्यति नै हो। भन्दा पनि यो सेप्टेम्बर आज चाहिँ 27 तारिक भइसकेको छ र
र अर्को नेक्स्ट विकदेखि चाहिँ दसैँ सुरु हुन्छ हाम्रो सम्पूर्ण गोर्खालीहरूको महान चाड दसैँको सम्पूर्णलाई मेरो यसै ब्लगको माध्यमबाट चाहिँ तपाईँलाई शुभकामना व्यक्त गर्न चाहन्छु र मेरो देश विदेशमा छोडेर बस्नुहुने दाजुभाइ दिदीबहिनी आमा बाबा साथी सबैलाई शुभकामना र चाडबाडको अवसरमा तपाईँले धेरै रक्सीहरूको सेवन नगर्नुहोला चाहिँदो मात्रै खानुहोला जिन्दगीमा जति नै रक्सी खायो त्यति नै हो यसले स्वास्थ्य बिगार्ने काम मात्रै गर्छ र त्यही नभए त हुनु त हुँदैन तर पनि अब कम्ती मात्रामा खानु तपाईँले है यो चाहिँ मेरो एउटा सुझाव नसम्झिनु तपाईँले आफूलाई नै ठानेर चाहिँ लिनु होला राम्रो कुरालाई चाहिँ लिनु होला नराम्रो कुरालाई चाहिँ त्याग्नु होला भन्दा म अगाडि बढिरहेको छु अब छिटै ठन्डा महिना लाग्नु आँटेकोले गर्दाखेरि सूर्यास्त पनि छिटै हुन्छ र मेरो ब्याकग्राउन्डपट्टि चाहिँ एकदम डार्क आइरहेको छ किनभने ब्याक साइडबाट चाहिँ सन सेट भइरहेको छ नि त त्यसले गर्दा त्यस्तो भएको र अलिक पर गएर एउटा पार्कमा गएर बस्छु र एकदम भविष्यको कल्पना गर्दै एकछिन आनन्द 2 घन्टा जस्तो चाहिँ मजाले रेस्ट गरेर त्यहाँबाट चाहिँ म आफ्नो कामपट्टि जानेछु हो त्यस्तै छ साथीहरू तपाईँलाई दसैँको शुभकामना पनि दिइसकेँ र आउने दिनहरू तपाईँको सबै राम्रो होस् सबैलाई राम्रो होस् माता भवानीले सबैलाई आशिष दियोस् भन्दै तपाईँहरूबाट छुट्न चाहन्छु।